अंकुश देव गरे खाली पातैसँग राख्ने नि सो हेलो गाइज गुड मर्निङ सबैलाई है गुड मर्निङ के भन्नु फेरि बेलुका भिडियो हाल्ने फेरि गुड मर्निङ त त्यही हो अनि हामी चाहिँ बिहान चाहिँ हामी चाहिँ लिची लिन आएछौँ लिची यता रामगढ 7 नम्बर आएको छ मम्मीले चाहिँ उता छिन्चुङमा मनाञ्चरमा मेला लागेको छ होइन तपाईँलाई थाहा होला हामी चाहिँ अब यसो मेलामा व्यापार गर्नको लागि चाहिँ लिची लिन आएको छ हामी चाहिँ 7 नम्बर रामघाट अटो लिएर आएको छौँ हिजो भर्खर निस्क्यो फेरि ग्यारेजबाट है अनि हामी चाहिँ अब लिची लिन आएको अब लिची बगैँचा दामी दामी छ कि मम्मीहरू अगाडि जाँदै हुनुहुन्छ अब म चाहिँ गएर टिपटाप गर्ने अब गाख्ने टिप्न त अलि खाने पाइन्छ नि त त्यही भएर अनि के हो भने चाहिँ हामी चाहिँ उताबाट सोध्दै आएको थियौँ कि तर महँगो महँगो भन्यो यहाँ चाहिँ 100 रुपियाँ केजी पाउँदो रहेछ कि त्यही भएर 20 केजी लिन आएको अनि हिजो पनि व्यापार हिजो पनि सकिहाल्यो अब आज लिने यता राङमाटीतिर लिन आएको अनि म धेरै दिनपछि है आएँ म अनि अब यस्तै अब माफ गरिदिनु होला अब कहिले टाइमै पाउँदैन कि अब अटो चलाउने यताति गर्ने कहिले अटो बिग्रिन्छ कहिले के हो कता कता अब हिजो भर्खर यो पुरै फुल इन्जिन बनाएर अनि सबै अमोस एक्सप्रेस भने चाहिँ मेरो छोरोको नाम फेरि मेरो छोरो त आफ्नो त नै आफ्नो मेरो भाइको भन्छु आफ्नै जस्तै हो अमोस एक्सप्रेस रोयल ब्लक 143 डप अमोस सायरी फेरि बाल छ फेरि बाहिर फेर लगाइदिएन माया पिरोती घरमा छ राम्रो श्रीमती यो चाहिँ मेरो बुढीको लागि है बब मार्ली जपट्टि 67 अनि म चाहिँ एक दिन चाहिँ अटोको राम्रोसँग भ्यू दिन्छु कति खर्च लाग्यो यताति है म चाहिँ अब लिची बगैँचातिर जान लाग्छु है अङ्कल पछाडि राम्रो रहेछ त त्यसको पछाडिको राम्रो छ हामी चाहिँ लिचीको बुढामा आइरहेको छौँ है हाम्रो भेरपारी माइत हो अनि 20 केजी पानी खानु अहिले जाऊ तप्टेको छैन ल आउँदै एउटा गाला मारेर मेरो नमात्यो हामी चाहिँ लिची टिपेर आइसक्यौँ ब्रो होइन कुममा लिची अब अटोमा लिन्छ खाली पारे दाइ हाला लिची बस्नु लिची खानेस् कस्ता रह लाग्यो उयो बुढा छ भने लिची त चुक्ले रहेछ
दिने रहेछन् कि यसो टिप्न टिप्छन् म मैले त्यहीबाट धेरै लिएर आएको त्यो जाउट टिप्नु भन्थ्यो र मैले बुढा नि कहाँ बच्चा चाहिँ टिपेपछि भित्रभित्र यतापट्टि म बाहिर टिपेँ त्यो टिप्ने राम्रो नराम्रो हालिदिने अस्ति मैले ल्याएको त्यो पनि